वेलकम टु माई भ्लग्स अगेन गाइज होइन हाम्रो सेकेन्ड पार्टमा चाहिँ अब आज हामीले अब यहाँ सुरु गरिसकेका छौँ होइन पार्ट 2 मा तपाईँहरू हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ पुगिसकेको छौँ। सो यहाँको रमणीय दृश्य चाहिँ म देखाउँछु। यो चाहिँ गोलबनमा रहेको छ ससुराली हाम्रो नेपालीले खोल्नु भएको यो फार्म हाउस है। तपाईँहरूलाई म देखाउँदैछु हेर्नु होला। हेर्नुहोस् ल यो चाहिँ पुरै हाम्रो यस्तो ठाउँ छ है सर लाएर टक्क यहाँ चाहिँ बस्ने हामी चट्ट लाएर क्यारम स्यारम खेल्ने। यहाँ चाहिँ पुरै लोकल कुखुरा चट्ट लाएर होइन लोकल कुखुराहरूको पुरै यहाँ चाहिँ व्यवस्थित छ पुरै छ फाँट होइन। हेर्नुहोस् तपाईँहरूको यो चाहिँ सानो घरहरू हो होइन। नेपालको झन्डा फरफराइरहेको छ यहाँ। तर झिङ्गा चाहिँ अलिकति आउने रहेछ क्या यहाँनिर होइन। तर त्यो आउने बेलामा चाहिँ तपाईँहरू चट्ट लाएर त्यो झिङ्गाहरू त्यो नटोक्ने खालको हुन्छ नि क्रिमहरू लाएर आउनु होला। अब चट्ट भाइहरू बसिरहेछन् होइन। चट्ट हाम्रो यहाँ अहिले फर्स्टको चाहिँ हाम्रो यहाँनिर बनिसकेको छन् जो चाहिँ हाम्रो मामाले बनाइरहेको छ। रान्जङ थापा हाउ आर यु? डु यु लाइक दिस प्लेस? Huh? Chickens? Yeah, they're coming. Oh, मेरो छोरा चाहिँ यहाँनिर पुरा कुखुरा हेरेर बसिरहेछ यहाँ। Oh, Baba. He's coming. तित्रा हो क्या? हेलो मेरो बाउ पनि यहाँ चट्ट बसिरहनु भएको छ। ल है त हाई बुढा के गर्दै? अदुवा लसुन पिन्दै। गुड जब मामा। मामा केही पनि गरेको छैन। के गर्दै? भान्जीलाई चटपटी बनाइदिँदै हो। यता हेर्नु नि त हो। थ्याङ्क यू मामा। जरूरत है जैसे चांद की जरूरत है जैसे मजाले लसुन हान्दैछ है केटा हो। यहाँ चाहिँ अब क्यारम बोर्ड चलिरहेछ नि ट्याक्क होइन। पिताजी एकदम मेरो बुढीले हान्दा छ अब धन्दै छोके मेरो छोरा किन त्यसो बुटमुटाएको मुख। सो गाइज अहिले चाहिँ हाम्रो राति भइरहेछ होइन साँझ परिरहेछ 8 o'clock होइन। हामी चाहिँ चट्ट लाएर यो फार्म हाउसको नाम के अरे? हाम्रो ससुराली फार्म हाउस होइन। तपाईँले हेर्न सक्नुहुन्छ आउनुहोस् होइन। सबैजना राम्रो छ है। यहाँबाट भ्यू चाहिँ एकदम दामी देख्छ क्या। इट्स रियली ब्युटिफुल है। म तपाईँहरूलाई जुम गरेर अलिकति देखाउँछु होइन। तपाईँको हेर्नुहोस् होइन। इट्स रियली भेरी ब्युटिफुल। सो तपाईँहरूलाई पनि आउनुहोस् होइन। यहाँनिर मजाले तपाईँहरूको 1 डेको स्टे 2 डेको स्टे चाहिँ गर्नु सक्नुहुन्छ तपाईँहरूले। एकदम बिहान चाहिँ एकदमै गर्मी थियो होइन। अहिले चाहिँ चिसो हुँदो रहेछ। सो बेलुकाको लागि चाहिँ तपाईँहरूले ज्याकेटहरू लिएर आउनु सक्नुहुन्छ यहाँनिर है। इट्स ओन्ली 2 hours ड्राइभ फ्रम सिडनी है। यहाँ सिडनीबाट चाहिँ यहाँनिर आउनुलाई चाहिँ झन्डै बिस्तारै आयो भने 2 घन्टामा चाहिँ ड्राइभमा चाहिँ आइपुग्छ तपाईँहरू। यदि तपाईँहरू आउनु चाहनुहुन्छ भने प्लिज सपरिवार यहाँ चाहिँ एकदमै राम्रो छ है। इट्स रियली ब्युटिफुल है। एकदम दामी।
Hello, Baba Chora. Hey, how are you? What are you guys doing? हामी फायर क्याम्प गरिरहेको छौँ अहिले चाहिँ अरहानको बर्थडे स्पेशल हो या स्पेशल बर्थडे हामी चाहिँ आज गोलबनमा आएर मनाइरहेको छौँ अरहानको ह्याप्पी बर्थडे माई छोरा नगर्नु Happy birthday, Sanu. We love you so much. Why are you upset? Baba will buy Avenger toys for you tomorrow, okay? Alright? So we got the cake. You know that there's no shop nearby here. Sanu, happy birthday, Baba. We love you. Thank you, Vandam Sanu. No, happy birthday. Why? You can go meet your friends with toys. Avenger toys, Baba. घरमा छ नि त छोरो. Hi, brother. Hello. How are you doing? कस्तो मजाको है weather? Weather मजा यस्तो चिसो न चिसो अहिलेसम्म दिउँसो त पुरा हैन यस्तो आगो बालेर बस्न त रमाइलो छ नि त. अब सबै यता टाढा काँडा छन् हैन हजारौ भइसकेको छ. उता अर्को टोली छन् पुरा लाइभ दोरी गइरहेछ. ल बाके खाँदै हुनुहुन्छ नातिको ओहो ल्याउनु त चम्ची ओ खान्छु Hi guys. Yeah. Tala भन म यहाँ निर यसो बन्द गर्न लाग्छु. Happy birthday, happy birthday, happy birthday to you. May God bless you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday. Happy birthday. हाम्रो फार्म हाउस. So thank you so much. हाम्रो फार्म हाउसमा चाहिँ आज हामीले आएर चाहिँ बर्थडे मनायौँ. यहाँको जुन फ्यामिली वातावरण थियो त्यसको चाहिँ एकदम हामी नेपालमा जुन मिस गरेको थियौँ यहाँ आएर चाहिँ हामीले चट्ट सबै चाहिँ कुराहरू हामीले पाएको छौँ. तपाईँहरू पनि यदि भिजिट गर्न चाहनुहुन्छ भने प्लिज होइन कन्ट्याक्ट गर्नु होला. फ्यामिली वातावरण एकदम राम्रो छ. यहाँ सब टिमहरू नै राम्रो छ. मेन भन्नु पर्दाखेरि यहाँ कोही पनि साउ जस्तो पनि छैन, कोही जस्तो पनि छैन. उहाँहरू आफै आएर सर्भ गर्नुहुन्छ. यसको लागि धेरै धेरै धन्यवाद होइन. हाम्रो फार्म हाउस ससुराली होइन मेन भन्ने कुरा. थ्याङ्क यू सो मच. सबैजनालाई आज हाम्रो बाबु अरहान थापाको के नाम अरहान थापाको चाहिँ ह्याप्पी बर्थडे मनाउन फार्म सौभाग्य पाइयो. सबैजनालाई धेरै धेरै धन्यवाद. थ्याङ्क यू. हाम्रो पेन्टर हाम्रो राम्बो पेन्टर राम्बो अनि हाम्रो फ्यामिली आकाशकै सानीले इज्जत गयो पिउने पानीले आकाशकै सानीले इज्जत गयो पिउने पानीले. आज पुरा हामी रमाइलो गर्दैछौँ. पुरै हामी चाहिँ फार्ममा पुरै आकाशकै सानीले इज्जत गयो पिउने पानीले आकाशकै सानीले इज्जत गयो पिउने पानीले आकाशकै सानीले इज्जत गयो पिउने पानीले.
बसैछु भन्थे पोहोर परारा भन्छे गाउँसित सो फाइनल्ली गाइस हामी चाहिँ अब एक दिनको टुर पछि हामी लाग्दैछौँ अब बाटोमा अब हामी सायद क्यानबेरा जान्छौँ होला होइन अनि त्यसपछि चाहिँ हामी आजको हाम्रो क्रिसमस पार्टी इभ चाहिँ आज हामी घरमा गएर मनाउँछौँ सो गाइस स्टे ट्युन्ड विथ मी एन्ड लभ यु अल निन्द्राले झ्याङ भइरहेछ सब होइन ओके बाई हेलो बुढी अब भेडामा फोटो खिच्नु जाने अब यहाँ पुरै एकजना बर्बाद भएर How are you feeling, Mama? Good. पाउनु है अहिले ठिक छ नि होइन सबै थ्याङ्क यू सो मच रेनबो पेन्टिङ ग्रुप सो होइन एकदम खुसी लाग्यो यहाँको साउ चाहिँ यहाँ हुनुहुन्छ लोक दोहोरी लाइभ दोहोरी गाउने गायक हाम्रो प्रदीप भाइ उसको चाहिँ आज उसले चाहिँ बनाइदिएर थ्याङ्क यू मेरो भाइ सो यो चाहिँ भेडा भइहाल्यो होइन क्यानबेराको एउटा हामी चाहिँ अल द वे होइन त्यही कारणले गर्दाखेरि सबै तपाईँहरूले देखाइरहेको छु त्यही भेडा चाहिँ एकदम ह्युज ठुलो छ के ठाउँ रे बुढी हो यसलाई के भन्छ हो र बिग मरिनो रे ल मलाई त थाहा छैन मेरो बुढीलाई चाहिँ यस्तो ट्राभलहरूको बारेमा चाहिँ मेरो बुढीलाई थाहा हुन्छ Alright. So finally guys हामी चाहिँ आज गलवनबाट चाहिँ अब चट्टो लाएर हामी सिडनीतिर लागिरहेको छौँ So how is feeling guys? Very good. Yeah.